हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। बिहानको 5 बजे उठेर आज हामी कुलेखानीतर्फ जाँदैछौँ। जर्नी स्टार्ट हुने बित्तिकै हाम्रो स्न्याप चाहिँ सुरु भइहाल्छ है। अनि आज हामी चाहिँ जाम हुँदैन भनेर बिहान छिट्टै नै घरबाट निस्किसकेको छौँ। केही छिनको यात्रापछि हामी जङ्गलको सफा बाटोमा पुग्यौँ। वरिपरि रुख अनि राम्रो भ्यू देखिरहेको थियो, तर धेरै टर्निङहरू भएको कारणले गर्दा सबैजनालाई गाह्रो भएर एकछिन बाहिर निस्केर हावा खायौँ, एकछिन वक गऱ्यौँ अनि फेरि हाम्रो जर्नी चाहिँ स्टार्ट भयो। खोला नालाको बाटो, कतै कच्ची बाटो कतै पिच बाटो हुँदै हुँदै हामी चाहिँ कुलेखानीतर्फ गइरहेको थियौँ। बाटोमा यति धेरै ऐँसेलु फलेको थियो कि हामीले ऐँसेलु टिपेर चाहिँ वाटर बोतलभित्र हालेर अनि सफा गरेर खाँदै थियौँ क्या। यहाँ चाहिँ 1-1.5 घन्टाको यात्रापछि चाहिँ हामी कुलेखानीमा पुग्यौँ। हामी पुगेको ठाउँबाट चाहिँ यति धेरै राम्रो भ्यू देखिन्थ्यो। हामीले भ्यू हेऱ्यौँ, एकैछिन गफगाफ गऱ्यौँ, खाना खायौँ अनि भाइ बहिनीहरूले चाहिँ स्विमिङ पनि गरे अनि म चाहिँ फोटो खिच्दै टिकटक बनाउँदै बसिरहेको थिएँ। यहाँ जाने बाटो चाहिँ खराबै थियो, तर त्यहाँ पुगिसकेपछि त्यो बाटोको दुःख चाहिँ सबै बिर्सिने रहेछ। यति राम्रो भ्यू देखिन्थ्यो, यति धेरै भेडाहरू बाख्राहरू नजिकबाट हामीले देख्यौँ। त्यहाँभित्र जानलाई चाहिँ हामीले यो तार जाली नाग्नुपर्ने थियो अनि ड्रेस लामो भएको कारणले बहिनीलाई चाहिँ यसरी उचालेर हामीले लगिरहेको थियौँ। एकदमै रमाइलो भइरहेको थियो हामीलाई चाहिँ। रितिकाले चाहिँ त्यहाँभित्रबाट छिरेर जाने भन्दै थियो अनि भाइले हुँदैन लुगा च्यातिन्छ माथिबाटै आउनु भनेर पुरा त्यहाँ कराइरहेको थियो। यति धेरै भेडाहरू चलिरहेको थियो अनि हामीले एकछिन त्यो हेऱ्यौँ अनि त्यस पछाडि हाम्रो फोटो सेसन स्टार्ट भयो। केही बेरको फोटो सेसनपछि चाहिँ हामी यो ठाउँबाट पनि निस्किने बेला भइसकेको थियो। नानीको चाहिँ चप्पल अप्ठ्यारो भएर भाइले ढाडमा बोकेर लिएर हिँड्दै थियो अनि हामी चितलाङको बाटो हुँदै अगाडि बढ्यौँ। यति राम्रो गाउँपछि चाहिँ हामी एकदमै खराब कच्ची बाटोमा पुगिसकेको थियौँ। हामी अघि गएको बाटो छोडेर चाहिँ अहिले अर्कै बाटोबाट फर्किँदै थियौँ सर्टकट हो भनेर, तर बाटो चाहिँ एकदमै धेरै नै खराब थियो। कति ठाउँमा टाउको ठोक्काउँदै घाउ बनाउँदै हामी 35 मिनट्सको राइडपछि चाहिँ चन्द्रगिरी पुगिसकेको थियौँ। त्यहाँ पुगिसकेर चाहिँ हामी खाजा खानको लागि उत्र्यौँ। खाजा सँगसँगै हामीले एकछिन चेस पनि खेल्यौँ। सबैजनालाई एकदम रमाइलो भइरहेको थियो। चन्द्रगिरी नै पुगिसकेपछि त केबल कारको एउटा दुईवटा भिडियो खिच्नै पर्यो भनेर मैले भिडियो पनि लिइहालेँ। आज फर्किँदा पनि लक्किली हामी त्यस्तो धेरै जाममा चाहिँ परेनौँ, त्यति धेरै भिड पनि थिएन। ड्राइभर अङ्कललाई र प्रसन्न मामालाई बाई बाई भनेर मेरो भाइले फेरि आफै गाडी चलाउन थालिसकेको थियो। हामी आउँदा चाहिँ राति नै भइसकेको थियो अनि हामी घर आयौँ। थ्याङ्क यू सो मच फर वाचिङ।